खाए ल हेलो साथी, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मेरो बर्थडे भएको भएर साथी र म चाहिँ हल्का ग्रोसरिजमा गएर सामान यताउति किनमेल गरेर बेलुका चाहिँ खिर खाने प्लान बनेको भएर सामानहरू यताउति गरेर थन्काएर अनि रेडी गरेर खाना बनाउनलाई रेडी गर्दैछु। म चाहिँ दिदीको चाहिँ काम परेको थियो अनि हामी तीनजनाको चाहिँ बिदा थियो। हामी जाने भनेर प्लान बनिसकेको थियो, तर फेरि एकजना चाहिँ बिरामी भयो अनि फेरि बेलुका दिदीलाई चाहिँ ओभर टाइम हान्न लागेछ। झन् छिटै दिदी कामबाट छुट्टी भएर आएपछि अनि जाने भनेर भनेको मिलेन, सबै प्लान फेल भयो हाम्रो चाहिँ। अनि त्यसपछि अब होस् भनेर अब जे हुन्छ त्यही पकाइ गरेर हामी चाहिँ जान लाग्यो। अब म चाहिँ खिर र अचारहरू बनाउँदैछु। खिर र अचार अनि त्यसपछि पुरी। आज चाहिँ बर्थडेमा चाहिँ यही बनाउने भनेर राखेर बनाउन लागेको छु। खिर चाहिँ यहाँ पाक्दैछ हेर्नु। मलाई भन्दा अलिक मिठो बनाउन जान्ने मान्छेहरू हुनुहुन्छ, मिठो पकाउन जान्ने मान्छेलाई मैले बोलाएको छु, आएर पकाउनुहुन्छ। ओके, आएर पकाउँछ उसले अनि म तपाईँहरूलाई देखाउँछु नि है। ओके, आज चाहिँ हामी उनी घुम्न जान लाग्यो है। कति भयो अहिले? 27 को भयो। अहिले चाहिँ 23 को गाडी रहेछ। हेलो पवित्र, हेलो भन। 27 भयो, 23 को गाडी रहेछ। ओ माई गॉड, कति राम्रो भ्लग हो। यस्तो भ्लग सबैले हेर्छन् कि? पवित्र आउनु यहाँ, हेलो भन। हेरी क्या ट्रेन जानलाई भनेर खासमा हामी अलिक हतार छौँ। हेलो भन, हेलो भन न, कस्तो रहेछ। हामी जान लाग्यो। हाम्रो अहिले ओटिडी देखाउँछ मैले पछि है गाइजहरू। हामी चाहिँ आइपुग्यौँ ओरा स्टेसनबाट ओर्लेर हामी अब उनी जाँदैछौँ। हाम्रो जाने ठाउँ भनेको चाहिँ उनी मात्रै हो। पवित्र हाम्रो पछाडिको जातिहरू नआएछ भनेर यहाँ आएर मलाई फेरि भोलि के भन्छ हस्पिटलमा मिना जेलमा भन्ने खबर सुन्नुपर्छ साथीहरू तपाईँले। हो माई गॉड, मलाई नेपालबाट दिन आउनु होला अनि प्लिज। उता माथिबाट साथीहरू है, यहाँको माथिको भ्यूबाट एकदमै राम्रो देखिन्छ। त्यो माथि यो एउटै हो क्या, त्यो माथिबाट एकदम राम्रो भ्यू आउँछ। अहिले पछि म हजुरहरूलाई देखाउँछु त्यो चाहिँ है। हामी अहिले ओमी जान खासमा ढिलो भइसक्यो के अनि त्यो हरियो बोल्दै रातो बोल्दै छ के भन्छ ओमी जानलाई ढिलो भइसक्यो, राति भइसक्यो के राम्रो फोटोहरू आउँदैन भनेर चाहिँ अहिले चाहिँ हामी अलिक हतार गरेर गइरहेको छौँ। त्यो मान्छे भाग्यो फेरि मैले मोबाइल फर्काएँ, मैले पुरै लाइट तपाईँको अफ हानेछु कि म रिक्वेस्ट भनेर। तिमीलाई केही भन्न मन छ? क्यामेरामा बोल्नु मन छ नबोला, तिमी बोलेर काम छैन। बोल्दै मन जस्तो साथीहरू। तर यहाँ पनि नाइट भ्यू चाहिँ रमाइलो हुने है। यसरी हिँड्नलाई राति त्यो गभर्मेन्ट खालको हस्पिटलमा आउँदाखेरि कति रमाइलो थियो क्या साथी त्यति बेला त है। अनि अहिले चाहिँ अब रमाइलो छैन क्या, रमाइलो छैन होइन, रमाइलो छ। मेरो साउन्ड सुने है, होइन मान्छेले सुन्छ भनेर बिस्तारै बोलेर हिँडिरहेको छु। माइक किनेर मात्रै भयो यति। तपाईँ मेरो फोटो हेरिदिन्छु अनि भागौँ बोकेर फोटो खिचेर भाग्ने किन्न भागिँदैन बोके। अनि के भन्छन् मान्छेले भन नि त्यसपछि के हाम्रो पछि हामीलाई खोज्दै आउँछ, आइराख्नु भोलि समाचारमा आउँछ अनि पारुजिम खुट्टारिने पारुजिम भन्दै हामी आइराखोस्। आएर हामीलाई केही फरक पऱ्यो आयो भने मलाई त अहिले त है कसम लगिदिए पनि हुन्थ्यो। अनि म नेपाल जान पाइन्थ्यो त्यस्तो फिलिङ्स पनि आउनु थाल्यो। यो बुढोलाई हान्नु तपाईँले होइन, यो बुढोलाई एक बक्सी नेपाल पठाइदिने होइन। यहाँ मलाई यहाँ जेलमा पुऱ्याउँछ। नेपाल पठाइदिनु भयो त यहाँ सबैले केहीले के गर्थ्यो होला हरिबत्ती बल्यो, हरिबत्ती निम्न लाग्यो क्या साथीहरू, त्यही भएर कुदेको हामी। ओप्सी ल साथीहरू, यहाँनिर चाहिँ क्यास्ट्रोल छ है। अनि यस्तो राम्रो छ यहाँ। हामी पहिला आउँदाखेरि फिसहरू राम्रो थियो। एउटा बाबीले चाहिँ हामीलाई माछाको लागि भनेर खाना दिनुभएको थियो। दाना चाहिँ खुवाऊ भनेर दिनुभएको थियो। माछाहरू पनि राम्रो थियो। तपाईँहरूलाई म हल्का भ्यू देखाउँछु ल यहाँबाट। एकदमै राम्रो छ भ्यू। ल हिँड ल जाउँ, यहीँबाट तानेर तिमीलाई अहिले अब भिडियो गरिदिनु मेरो भन्छ। यहीँ युट्युबमा जाऊ मेरो, त्यहीँबाट तानेर राख हुन्छ। सर लाएर हेरिदिनु होला।
ठ्याक्क यो माथि राखेको रुखहरू यस्तो राम्रो बाटो जस्तो टाइपको क्या यो डिजाइनै बनाएर राख्यो होला है तपाईँ यिनीहरूले यसरी नै छेउछेउमा चाहिँ उताको साइडमा फेरि त्यस्तो छैन भनेपछि यसकै लागि नै बनाएर राखेको क्या यो अब उता अगाडि मान्छेहरू आइसके साथीहरू म एकछिन बन्द गर्छु है यस्तो गाह्रो छ मलाई माछाहरू हेर्नु न यहाँ कति धेरै यहाँले दाना हाल्यो भने यस्तो मजाले आउँछ आ गर्दैन अस्तिको बाजे आयो नि भने फेरि कलरको राम्रो राम्रो फिसहरू छ यहाँ चाहिँ यता साइडमा रहेन त फेरि समुद्र जानलाई चाहिँ स्टेसनबाट अलिक हिँड्नै पर्छ धेरै नै अनि हामी चाहिँ हिँड्दै हिँड्दै बाटोमा जे जे देखिरहेको त्यसकै भिडियो लिइदिइरहेको छु म चाहिँ ब्लाउज लाएर राम्ररी भएर हिँडेको है हामीहरू चाहिँ फेरि उमी जानलाई गाइस तिम्रो फेस चाहियो रे के यहाँ नहलिदिउँदै धेरै ल छैन यो एउटा क्यामेरा बोक्दा साथीहरू भरिया हुन्छ अरे है यो क्यामेरा मलाई सरी म के बोलिरहेको छु मलाई के अरे यो स्ट्यान्ड बोकेर हाम्रो म्याडम भरिया हुनु भयो अरे कति बेरदेखि मैले बोकिरहेको छु कि अहिले भिडियो गर्ने चाहिँ धेरै हुँदो रहेछ हेर्नुपर्छ है हामी हेर्छौँ भिडियो गर्दा थुप्रै हेर्दा थाहा भयो गाइस हामी इन्ट्री गर्न लाग्यौँ अब उमीमा तपाईँलाई भ्यू देखाउँछु हेर्नु है म चाहिँ युज गराउँछु तुइले जान्छ कि तोइरे जान्छ आज त कोही मान्छे रहेनछ नि त है हामीलाई फ्रिडम हुने भयो नि त भिडियो बनाउनलाई यस्तो भएपछि पो मजा आउँछ त गाइस होइन त तर बालो छिर्छ क्या मेरो चप्पलमा सबै धुलोमा कसम मान्छे छैन साथी अब त कोही नै छैन ल ओहो ल भित्र आउँछ तपाईँहरूलाई मैले यहाँ भ्यू देखाउनु खोजेँ मेरो चप्पलमा सब माटै छिर्यो है म त आएँ है साथी उमीको छेउछेउ आइपुगेँ म त स्ट्यान्ड लिएर आएको छौँ अब राम्रो भिडियो बनाउँछु हाल्छु अनि देखाउँछु अब चाहिँ म एकछिन ब्रेक लिन्छु ल साथीहरू अब यहाँ टिकटक पनि बनाउनु पर्छ नि त भ्लगले मात्रै काम नगर्ने रहेछ टिकटक पनि बनाउनु पर्यो कस्तो देखाएको छ मेरो पछाडि भ्यू हेर्नु ल ओ माई गॉड छाप्पो बन्ने रहेछ आज त त्यहाँ समुद्रबाट फर्किँदा चाहिँ भिडियो लिनै बिर्सेछ है झन्डै के भन्छ हामीलाई चाहिँ अलिक नराम्रो इन्सिडेन्ट भयो त्यहाँनिर अनि यत्तिकै आयौँ अलिक स्याड भएर अनि अलिकति यहाँ माथि टावरतिर गएर एकछिन फ्रेस भयौँ त्यही हो आज चाहिँ हाम्रो बहिनीको बर्थडे ह्यापी बर्थडे मिना सधैँ यस्तै राम्ररी भइराख्नु थ्याङ्क यू बिग्लिन बिर्सिएछ जुगाड ल अब ह्यापी बर्थडे भन साथीहरू टोको भइरहेको त्यस्तै होला हौ ह्यापी बर्थडे टु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर मिना ह्यापी बर्थडे टु यु अब छिटै बुढो र छोरासँग भेट होस् हाम्रो आशीर्वाद आजको आशीर्वाद धन्यवाद काट नकाट्नु तपाईँको भ्लगमा भन्नु है क्या लिनु नबिर्सिजनु भनेर मेरो भ्लगमा भएन बिना लिएको गरे ह्यापी बर्थडे मिना पवित्र बहिनी थ्याङ्क यू भेरी मच खुसी लाग्यो सबैको तर्फबाट हो के को पवित्र बहिनी हो थ्याङ्क यू सबैलाई केकको लागि धेरै धेरै धन्यवाद साथीहरूलाई मैले चाहिँ उमीबाट फर्केर के भन्छ भ्लग बनाउँछु भने बिर्सेछु त्यो स्ट्यान्ड हरायो भन्ने चक्करले है अनि साथीहरूले चाहिँ केक सेक काटेर पुरा सरप्राइज लिएर बसिरहेको रहेछन् तर म एकदमै सरप्राइज नलिने टाइपको सिचुएसनमा थिएँ केक ल्याएर पुरा सरप्राइज भनेर ह्याप्पी बर्थडे टु यु भन्दाखेरि त म पुरा ड्रेस चेन्ज गरेर बसिरहेको थिएँ त्यो भिडियो चाहिँ हाल्न सकिनँ मैले थ्याङ्क यू गाइज लास्टसम्म हेरिदिनु भएकोमा यो चाहिँ अलिक ढिलो भयो है पोस्ट गर्नलाई डोन्ट माइन्ड लास्टसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद